डिपिल सर मार्केट अरू कति झर्ला सर त्यसो अनुमान हजुरको? अब धेरै त नझर्नु पर्ने 50-100 पोइन्ट बढीमा 50-100 अङ्क झर्ला सर? अब क्वार्टर एन्ड छ होइन, अलिकति यो एजिटेसन छ। 50-100 अङ्क जुन हिसाबले मान्छेहरू आत्तिएका छन् 50-100 अङ्क जान सक्छ, ठुलो कुरा होइन। रेगुलर 50-100 अङ्क कि सर केही सानो सानो बााउन्स आएर त्यसपछि? बााउन्स त त्यस्तो म देखिरहेको छुइनँ, कहिलेकाहीँ 5-10 पोइन्टको हरियो देख्नु भयो ठुलो कुरा हो। नत्र यो महिना अलिकति गाह्रै देख्छु म, अलिक अप्ठ्यारो छ, तर किन्ने मौका यही हो है साथीहरू। ए होस् सर, होस् सर, जय सियाराम। जय सियाराम। अरू साथी? हजुर दाइ नमस्ते। नमस्कार हजुर। हजुर दाइ मैले एउटा रिक्वेस्ट गर्नु खोजेको छु तपाईँलाई। दाइ त्यो हाम्रो जिआरडिबिएलको बोनस छ नि, त्यो मान्छेहरूलाई त्यो थाहा नै छैन क्या 14-15 गतेसम्म हो भनेर मान्छेहरू चाहिँ कन्फ्युज भइरहेछ क्या। त्यो एजिएमको जुन बुक क्लोज छ नि त्यो भनेर कन्फ्युज भइरहेछ। हाम्रो बोनसको पनि बुक क्लोज त्यही हो भनेर थाहा छैन। तपाईँले एउटा पोस्ट गर्नुभयो भने धेरैजनालाई कन्फ्युजन क्लियर हुन्छ, नयाँ पनि धेरै छ नि त। मैले चाहिँ त्यो रिक्वेस्ट गर्नु खोजेको हो सर। हजुर त्यो म क्लियर गरिदिन्छु। यो अहिले जुन बुक क्लोज छ त्यसको बोनस सेयरको पनि बुक क्लोज त्यही हो र यो 5.75% बोनस सेयर चाहिँ सजिलै पहुँचाउँछ जिआरडिबिएलले, चिन्ता गर्नु। हजुर सर, त्यो नयाँहरूलाई पनि थाहा हुँदैन, पुरानोहरूलाई पनि थाहा भएन। त्यो अर्को न्युजले एजिएमको बुक क्लोजले यता त्यो कन्फ्युज गरायो क्या सर धेरै नै, त्यही भनेर हो सर। यसको सेम त्यो पोस्ट गरिदिनु भयो भने पनि धेरैलाई कन्फ्युजन क्लियर हुन्छ भनेर हो सर। पहिला हामी खाम न अनि पोस्ट गर्दै गरौँ। हुन्छ सर, हुन्छ, थ्याङ्क यू सर। थ्याङ्क यू। देवेन्द्र सर नमस्ते। नमस्ते हजुर। दुवै सर दुवै अप्परमा सबै खरानी भयो, के गर्नु सर? यो 5 वर्ष 3-4 वर्ष अगाडि लाग्यो 1 करोड रुपियाँ, अहिले त 40-45 लाख पनि छैन। बाबा तपाईँ 4 वर्ष भयो तपाईँले नेप्से भन्ने एउटा कलेजमा 4 वर्ष होइन, त्यहाँ तपाईँले 4 वर्षमा धेरै कुरा सिक्नुभयो होला होइन, र त्यसको तपाईँले फी 40-50 लाख रुपियाँ तिर्नुभयो, के ठुलो कुरा हो? डुब्नु सर, यसलाई सुझाव दिनु न, के गर्नु? यो अब निक्लिनु राम्रो हुन्छ कि? कुन स्क्रिप्ट छ हजुरसँग? अप्पर तामाकोसी सर र नेप्रा। अनि यो हाई क्यापहरूमा किन छिर्नु भएको छ? बेचेर सिफ्ट हुनुहोस् अल्ट्रा लो क्यापमा है। हुन्छ सर, त्यही सुत्नलाई सर धेरै डुबेँ म त यसमा त। 2 करोडको प्रोफिटले अहिले 40-50 लाख होला। यसको अपरेटरै थाहा छैन तपाईँलाई, अरू थाहा छैन, मान्छेहरू भन्ने हो। हजुरहरूले यो हाई क्यापहरू किन त्यही बुझ्न अप्ठ्यारो भयो कि मलाई। हाई क्याप किन किन्नुहुन्छ, कुन आधारमा किन्नुहुन्छ? पहिला फसिहाल्यो, अब बेच्न पनि सकिएन, राख्न पनि नसक्यो, त्यत्तिकै भएर 4 वर्ष 5 वर्ष भइसक्यो। सिफ्ट भइहाल्नुहोस् अब है। हस् हस्। अरू साथी? नमस्ते तिलकजी, तपाईँको आवाजबाट अलिकति डिप्रेस जस्तो फिल भइरहेको थियो, त्यस्तो नहुनु होला, आउँछ फेरि दिनहरू आउँछन् है। ल नमस्ते नमस्ते, सरी है। दाइ के छ हाम्रो अब मार्केटले त अब हामीलाई साथ दिएको छैन होइन दाइ। अब सिआरबिएल पनि 1-2 दिन वेटै हो दाइ। वेट हो नि, अहिले वेट हो। सिआरबिएल को धेरै लामो गन्तव्य छ, वेट गर्नु है। अब सिन्धुको अब त्यही त अब मार्केटले गर्दा पो केही भन्नै सकिएन। के त्यस्तो 50-50 अङ्क जान्छ होइन दाइ? केही फरक पर्दैन, फर्किँदा त यस्तो फर्किन्छ नि तपाईँको। यिनीहरूमा सर्किटमा तपाईँको मान्छेहरूले सेयर खान आउँछन् यो अल्ट्रा लो क्यापमा, चिन्तै नलिनुहोस् है। सिआरबिएलको त यात्रा ठुलै होला होइन दाइ? अब अस्ति नै ठुलै पुगेको हो। ठुलै हो, सबै 4वटा अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्कको यात्रा धेरै लामो छ है।
जिआरडिबिएल को चाहिँ बुक क्लोज अब भनेको यो राइट सेयरको पनि अहिले नै हो र दाइ? राइटको होइन, मात्र बोनसको हजुर, राइटको पछि आउँछ। प्राइस एडजस्टमेन्ट त अब दुईचोटि हुने भयो है दाइ? दुईचोटि हुन्छ, अहिले एडजस्टमेन्ट हुन्न होला, अहिले माथि नै जान्छ। ए हस्, थ्याङ्क यू। अरू साथी हरियाली कान्छाजी यो नलेख्नुहोस् नि, कसैको बारेमा नेगेटिभ नलेख्नुहोस्, केही ठिक छ, जे जसले लेख्छ उसले त्यसको फल आफै पाउँछ, किन हामी आफ्नो मुख नराम्रो गर्ने है। अरू साथीहरू बोल्दै जाऊँ है। नमस्कार। नमस्कार। आज सिन्धु अलि 90मा 1100 जति 90मा जति पर्यो। हजार कि चाहिँ किनेको के कसो हुन्छ होला? अब राम्रो हुन्छ हजुर, राइट खाने हो हामीले होइन, हजुर हजुर दाइ। अब त्यही कोर्सिटा तपाईँको अलिकति सेलिङ देख्यो, त्यही भएर अलिक डर लागेर। त्यसको भयो त्यसले गर्दा चाहिँ अलिक हुन्छ, हस्, थ्याङ्क यू। थ्याङ्क यू दाइ। नमस्कार। नमस्कार हजुर। दाइको त आज व्यापक बाई देखिरहेको थियो त दाइ। मेरो भाइ त छ होइन, हजुर। के छ भने अब लिमिटहरू पनि ब्याङ्कबाट बनेको छ, तर सायद भोलिसम्म रेडी हुन्छ भने भोलिदेखि वा पर्सिदेखि मेरो ठुलो भाइ हुन्छ। होइन, त्यो त देखिरहेको छ दाइ। तपाईँले त सबैजना हामी 1000 लगानीकर्ताले 1,000 किता खानेको साटो दाइले त यो पुऱ्याउनु होला जस्तो देखिसक्यो कि। त्यो हुँदा त माथि नै हाम्रो प्राइस त माथि नै पुग्छ। त्यो हुँदाखेरि सबैजनाले चाहिँ हामीले अब व्यापक बाई गर्ने भनेर यो अभियानमा लाग्नेको साटो हामीले आएर डिस्कसन मात्र, त्यो अभियानलाई चाहिँ हामीले कसरी अघि बढाउने दाइ? अब म भोलि आउँछु अनि आएर हजुरहरूले अभियान बढाउनुहोस्, म यसरी नै लिइदिन्छु हजुरहरूलाई। यो हुँदाखेरि सबैजनाले चाहिँ हामीले अब जस्तै देवसेना हामीले खडा गरेको छौँ, जुन तरिकाले चाहिँ सबैजनाले जुनै सबै कम्पनी 250 खाने कि 500 खाने कि 1000 किताब मात्र खाने तरिकाले होइन। अनि इन लङ रन त तपाईँको 500 किता या 1000 किता किनेको कसैलाई पनि फरक पर्दैन नि त। उनीहरूले बाई गर्दैमा अनि आफूले प्रफिट बुक गर्ने बेला गर्दा नि मिल्यो, नयाँ लगानीकर्ता आउँदा पनि उहाँहरूले नि खानु भइहाल्छ होइन। त्यो तरिकाले चाहिँ फोकस गर्न सक्यो भने चाहिँ हामीले ताण्डव होइन कि महाताण्डव देखाउन सक्छौँ लाग्छ मलाई चाहिँ दाइ होइन। अनि अब यहाँ आउँछौँ, क्वेसन सोध्छौँ दाइ के गर्ने भनेर मात्र भइरहेछ। दाइ तपाईँ त एकदम पोजिटिभ हुनुहुन्छ नि त यो माहौलमा त होइन। आज पनि बाई हेर्दाखेरि त दाइको धेरै ठुलो बाई देखिरहेछ नि त दाइ। सायद आज मार्केटले सपोर्ट गरेको थियो भने सर्किट पनि धेरैमा देखिन्थ्यो लाग्थ्यो मलाई चाहिँ। मार्केट सपोर्ट होइन, अलिकति 10-20 अङ्क मात्र माइनस रहेको भयो भने धेरै कुरा गर्न सकिन्थ्यो, तर मार्केट 55 अङ्क जाँदा हामीले पोजिटिभ सर्किट लगाउनु भनेको त्यहाँ भोलि सेलिङ आउनु हो कि, बरु यहीँ तपाईँको ट्रेडिङ हुन दिने हो। मार्केट पोजिटिभ भएको दिन सर्किट लगाउँदा राम्रो हुन्छ। त्यो पनि सही कुरा हो दाइ। अब त मार्केट पनि बटम होला नि दाइ, योभन्दा तल घट्ने पनि कति घट्ने होला त? हाई क्याप सारेको छ अहिले त मार्केटलाई, हाई क्यापलेमा सेलिङ आएको आइसक्यो। 15 मिनटले हाई क्यापलाई चाहिँ तल क्लोजिङ गर्दाखेरि मार्केटलाई धेरै फरक पार्दो रहेछ नि दाइ। यही बुझाउँथेँ, यो काका साकाले भन्थ्यो दिपेन्द्र अग्रवाललाई फरक पर्छ, मलाई त फाइदा भइरहेछ। मेरो त धेरै तल क्लोजिङ, पहिला के हुन्थ्यो भने माथि मैले सपोर्ट राख्नु पर्थ्यो, आज भोलि सपोर्ट राख्दिनँ, आफै त्यो तल जति तल क्लोजिङ गराए पनि मेरो माथि क्लोजिङ हुन्छ मलाई थाहा छ, अनि मलाई टेन्सनै छैन। होइन, कसैले केही कसैको बारेमा नराम्रो भन्दैमा नराम्रो हुने होइन नि त दाइ होइन। किनभने कसैलाई नराम्रो भन्दा आफ्नै पनि त नराम्रो त दिन त सुरुवात हुन्छ त, त्यो कुरा चाहिँ किन बोल्नु होइन। त्यसैले यिनीहरू डाका काका भाइ बुहारी यिनीहरू पिटाइ खान्छन् नि यस्तो कुनै कुनै आन्दोलनमा जाँदा, यही कारण हो। यिनीहरू आउँदैन नि आन्दोलनहरूमा, किन? यिनीहरूलाई डर लाग्छ, आयो भने पिटाइ खाने।
तर रेगुलर रूपमा एउटै मान्छेलाई यति धेरै अट्याक गर्नु, यति धेरै पोस्ट गर्नु एकदम नराम्रो हो नि दाइ, होइन? किनकि भोलिको दिनमा यदि कोही मान्छेले एक्सन लिन चाहेको खण्डमा त यो कुरामा त पर्सनल रूपमा लिने हो भने त धेरै ठुलो उनीहरूले सजाय भोग्न बाध्य हुनुपर्ने हो, होइन? तपाईँले त इजिली हँसाएर पचाइदिइराख्नु भएको छ, होइन? बिचराहरूले फ्रीमा एड गरेका छन्, 24 घण्टा मेरो नाम जपेको छन्। यति नाम त मैले श्रीरामको जपेको छुइनँ जति उनीहरूले मेरो जपेका छन्। यार के नराम्रो, धन्यवाद भन्न चाहन्छु, अरू त के भन्नु र। होइन, मार्केटमा रौनक आइरहेको छ दाइ। पहिला पनि तपाईँले मार्केट रातो हुँदा या हरियो हुँदा पनि फाइनेन्स हरियो देखिरहेको थियो। फाइनेन्समा केही समस्या, धेरै ठुलो समस्याहरू देखेको कारणले डेभलपमेन्ट ब्याङ्कमा लागेको हो। तर अहिले हाइक्यापको कारण र यो 15 मिनटको कारणले त हो नि दाइ, नत्र त मार्केट राम्रै हुन्थ्यो नि। मैले त्यो भन्दा नि अब हाम्रो देवसेना खडा गर्ने कुरामा चाहिँ होइन, अलिकति हामीले सबैजनाले चाहिँ हजार किताब लिएर एउटा सहयोग होइन कि आफ्नै लागि चाहिँ लङ टर्म तरिकाले राख्ने हो भने जुनै मनपर्छ। 4 वटामा 250 किताब किन्ने हो भने के फरक पर्छ र, होइन? त्यो तरिकाले जोडिनु पर्ने हो दाइ, जोडिन चाहिँ। हो डेफिनेटली। आयुष भाइ मलाई मेसेज गर न डिपिएसको। अच्छा, अर्को कुरा, अरू साथीहरूलाई नलिनु होला है, मोड साथीहरूले, र जसले फलो गर्नु भएको छैन फलो गर्नु होला। र पक्कै पनि उहाँ साथीले अहिले जुन सजेसन दिनुभएको छ, देवसेना खडा गरौँ, सबै मिलेर अगाडि बढौँ। पक्कै पनि आउने दिनहरू हाम्रो छन्, राम्रा छन्, होइन? के अरे दाइ, दिपेन्द्र दाइ, हजुर के अरे हाम्रो केही साथीहरूले अहिले पनि के डाउटमा हुनुहुन्छ भने, जस्तै कि फाइनेन्सको टार्गेट हाम्रो एनएफएस 5000 भन्दाखेरि बिचबाट चाहिँ दाइले सेलिङ गर्नुभयो भन्ने कुराहरू भइरहेको थियो। अब त्यतिखेर फाइनेन्सको रिपोर्ट पनि त्यसै आएको पनि कुराहरू थियो, होइन? त्यो कुरा तपाईँले बिचमा हिन्ट्स पनि दिनुभएको थियो। केही साथीले बुझेर डेभलपमेन्ट ब्याङ्कमा आइ पनि सक्नु भएको थियो, होइन? तर अबको दिनमा चाहिँ हाम्रो डेभलपमेन्ट ब्याङ्कको त सबै कुराहरू राम्रो सुधारको, राइटको कुराहरू, प्रदेश स्तरीय जाने कुराहरू आइरहेको छ नि त, होइन? यो हुँदा चाहिँ मान्छेहरूलाई कन्फिडेन्ट अलिकति बाई गर्न चाहिँ ल हाम्रो डेभलपमेन्ट ब्याङ्कको चाहिँ कतिसम्म टार्गेट, कुनै एकले कतिसम्म छुन्छ भन्ने कुराहरूले चाहिँ अलिकति डाउट लिए जस्तो भइरहेको छ। हाम्रो टार्गेट त धेरै माथि छ, तपाईँले बारम्बार भनि पनि राख्नु भएको छ, होइन? त्यो हुँदा अब सबै कुराहरू राम्रो हुँदाखेरि हाम्रो अबको केही टाइममा या केही समयमा कुनै कम्पनीले कतिसम्म छुन्छ भन्ने तरिकाले चाहिँ एकचोटि बुझाएर, अनि हामीले 1000 अभियान किन्नेवालामा चाहिँ को हुनुहुन्छ, 1000 जना आउँदाखेरि चाहिँ सधैँ ह्यान्ड राइज गर्नुहोस् ल, भोलिको दिनमा 1000 भन्ने तरिकाले चाहिँ एकचोटि त्यो पनि एउटा सजेसन तरिकाले दिँदाखेरि को खडा हुनुहुँदो रहेछ त्यो पनि एकचोटि हेर्नु न दाइ। ल त्यसो भए को 1000 वाला अभियानमा हुन्छ उहाँ सबैले 1000 लेख्नुहोस्, हेरौँ 1100 जनामा कतिजनाले चाहिँ 1000 लिन सक्नुहुन्छ, होइन? 1000 लिनु, कोहीको 200 हुन्छ, 200 400 हुन्छ, 400 हुँदाखेरि कुन कम्पनीले कतिजनाले चाहिँ लेख्नु हुँदो रहेछ एकचोटि हेर्नु त दाइ। यहाँ आइरहेको छ 40 46 50 69 75। होइन, यो मजाकमा नलेखौँ है साथीहरू, 1000 लिन सक्नेले मात्र लेखौँ 1000 है। 1000 वाला अभियानमा को हुनुहुन्छ? अलरेडी जुन छ त्यो त छ 1000। अब नयाँ 1000 अभियान, किङजीले चलाएको नयाँ 1000 को अभियान को हुनुहुन्छ? फेरि सबै कम्पनी त 1000 पाउनुहुन्न नि त फेरि दाइ, उहाँहरूले त फेरि, होइन? भनेको कसरी लिनुहुन्छ त्यो पनि भनिदिनु पर्छ। कुनै कम्पनी त 200 पनि भाग पुग्छ कि पुग्दैन भन्ने कुरा नि होला नि त दाइ। हो, पक्कै पनि लिन्छन् यार, साथीहरूले लिन्छन्। हेर्नुहोस् कति आइसक्यो। क्यापेसिटी 100 मनी आए, हजुर थुप्रै छन्। भोलि अब 200 आएर यो अभियान चलाउनु पर्यो कुनै एउटामा, हेरौँ अनि सर्किट लाग्छ कि लाग्दैन। हुन्छ लेख्नुहोस् त सबैले कतिजना आउँछन्। ल भोलि एकचोटि ट्राई गरौँ सबैजना मिलेर, होइन? कम्तीमा हाम्रो 1100 जनामा 500 जना भए पुग्छ जस्तो लाग्छ। 5 लाख किता हुन्छ?
हाम्रो जाबिन बोल्छु भनेर मैले तानेको थिएँ, बोल्नुहोस् न है। हेलो हजुरले एकदम रिक्वेस्ट दाजु जनपाल जय नेपाल हजुर। ठिक छ बोलिरहेको छु दाजु। जनपाल जय नेपाल हजुर। आराम हुनुहुन्छ दाजु? त्यही त बोल्न त के हो र, सुनिरहने हो खालि। अब आज 2-3 दिन बस्छ दाइसँग नबोलेको, त्यही भएर हो। आज हाम्रो अल्ट्रा लोके लगभग 1 बजेसम्म सबै ठिकै थियो दाजु। त्यसपछि के हाम्रो अलि सेल आएको हो र दाजु? अरूहरूको के हो कि बाहिर नै बढी थियो? बाहिर त बढी थियो होइन, अब तल गएर दिन चाहेको थिएन कसैले पनि। अब तपाईँको 3 वटामा बेसिकली रातो नै थियो होइन। अब केही मान्छेहरूले जसले मलाई ठोक्नको लागि किनेको थिए उनीहरूले आज मलाई ठोकिसके, त्यसले गर्दा सेलहरू सिद्धिसक्यो जस्तो लाग्छ। अब भोलिदेखि बाइङ मात्र सुरु हुन्छ जस्तो लागिरहेछ, किनभने आज तपाईँहरूले हेर्नुभयो भने मलाई जिआरडिबिएल, एसएपीडिबिएल, सिओआरबिएल सबै राम्रै ठोकेका छन् होइन। 1 बजेसम्म त सबै हरियो थियो कि के भएछ, पछि हेरेको थिएन। पछि लास्ट टाइम एकदम 4 बजे हेर्दा त 3टामा रातो देखियो। त्यो त अचम्मै भयो। शुक्रबारको माल धेरै राम्रो भएको थियो। त्यस्तो रातो थिएन, 1-2% रातो भएको छ होइन। अब अलिकति जिआरडिबिएल मात्रै घटेको थियो, अरू त सबै ठिकै थियो लगभग। भोलि साँझसम्म राम्रै गर्न सक्छौँ होला। अनि जसले नमस्ते हजुर। कसैले 100 किता सक्छ 100 किता, कसैले 1000 किता सक्छ 1000 किता। हामीहरू सबैले मिलेर होइन अगाडि बढ्दा सबैलाई फाइदा हो। नमस्ते बस, के छ हाल? के छ हालको आराम हुन्छ? सबभन्दा पहिला म चाहिँ यो मेरो विषय भन्दा पनि यहाँ एकजना हाम्रो यो प्रेम महर्जन भन्ने सरले नमस्कार बोस नेपाल भन्नुभएको छ। प्रेम सर, म पूर्वतिर छु अहिले, इटरिया छु होइन। तपाईँले मलाई फोन पनि गर्नुभएको छ, मेरो मोबाइल अफसम्म एउटा मिटिङमा आएको हो। यो अब सिन्धु के गरौँ कसो गरौँ भन्दा पनि सिन्धुको महाराज यहीँ हुनुहुन्छ अहिले होइन। अब फर्दर कन्फर्मेसनको लागि आजको यत्रो 55 अङ्कले तपाईँले सुनिरहनु भएको छ नि प्रेमजी है, तपाईँले एकदम ध्यान दिएर सुन्नु। मैले किनभने फोन पिक गर्न मिल्दैन क्या, मेरो अरू मिटिङहरूमा हुन्छु म होइन। अब त्यहाँ चाहिँ एकदम सेयरकै मार्केटिङ गरे जस्तो गर्ने भने मेरो फिल्ड धेरै छ। तपाईँ एउटा कुरा के क्लियर हुनुहोस् भने प्रेम सर, तपाईँ अहिले जे कुरामा फस्नु भएको छ, अब दिपेन्द्र सर, म पनि एउटा त्यो पीडित हो, म पनि अलरेडी फाइनेन्सको पीडित हो। मलाई दिपेन्द्र सरले जे सजेस्ट गर्नुभएको छ, म अहिले तपाईँलाई यही लाइभबाट मैले के सजेस्ट गरेँ भने त्यो इमिडिएट त्यहाँबाट स्विच हुनुहोस्। अझै अरू लस पनि हुन्छ होइन। त्यसपछि अल्ट्रा लो क्यापको 4वटा तपाईँले, म आफै भनिदिन्छु, उहाँले मार्केटिङ गर्न अलिकति उहाँलाई इथिक्सले दिन्न। म त एउटा खालको तपाईँहरू जस्तै एउटा म पनि सानो खेलाडी हो, ठुलो होइन। तपाईँले ग्रिनमा, सिन्धुमा, त्यसपछि गएर कर्पोरेट डेभलपमेन्टमा, यो 3टा ब्याङ्कमा र सप्तकोशी, यो 4वटामा हाल्नुहोस्। तपाईँको लसलाई केही न केही रिकभर चाहिँ गर्छ प्रेम सर है। मैले प्रेम महर्जनलाई नै एकदम स्पेसली सम्झेर भने। अब यसको थप अरू अझै तपाईँको अझै भएको पेनिक कुरालाई चाहिँ यो फोनमा हामीले तपाईँलाई सान्त्वना दिनुभन्दा टोखामा गएर स्मार्ट डोर्स भिजिट गर्नु पर्यो। त्यहाँ हाम्रो प्रोफेसजी हुनुहुन्छ, उहाँले तपाईँलाई अरू फर्दर केही कुराहरू कोअर्डिनेट गर्नुहुन्छ, जुन कुराको लागि मैले हजुरलाई अलरेडी उहाँको मोबाइल नम्बर पनि पठाइदिएको छु। अब दिपेन्द्र सरसँग बोलेपछि नै सेटल हुने भन्ने चाहिँ त्यो कन्फ्युजनमा नहुनु। उहाँ पनि हामी जस्तै हो। यो नेपालको स्टक मार्केट चाहिँ यो नेप्सेले स्टक मार्केटले चाहिँ त्यस्तो एउटा उसले भनिदिने बित्तिकै वात्तै बढ्ने घट्ने भन्ने हुन्न, एउटा यो चक्र हो होइन। यसमा हामी वेट गर्नुपर्छ। मैले प्रेम सरलाई पहिला सुरुमा सम्झेँ है, यति धेरै पेनिक नहुनुहोस्। तपाईँभन्दा बढी लसमा गएको धेरै छ, यहाँ धेरैजना छ यस्तै आत्तिनी मान्छेले त यो ट्याकटुक सबै छोडेर एफडीतिर लगेर हाल्नुपर्छ क्या पैसा। यस्तो आत्ति नै हुन्न। तपाईँ, म नेपाल फाइनेन्सको 27 लाख रुपियाँ डुबाएर बसिरहेको छु यही, म जिउँदैछु। नआत्तिनी चाहिँ बिस्तारै सबै हुन्छ। तपाईँ सङ्गत अलि जे होस् पोजिटिभ थिङ्किङ भएको मान्छेसँग सङ्गत गर्नुभएको छ, त्यसले गर्दाखेरि तपाईँ अलिकति वेट गर्नुहोस्, पालो आउँछ। तर टाइममा चाहिँ हामीले कुनै न कुनै कुराहरूमा एक्जिट हुनुपर्ने कुरामा एक्जिट हुनुपर्छ, इन्ट्री हुने कुरामा इन्ट्री हुनुपर्छ होइन। यो कुरा
नगर्दाखेरि म आफू पनि यो सेयर मार्केटमा म फेल भएको छु। म एउटा फेलरले मैले तपाईँहरूलाई गरेको सजेस्ट सधैँ इफेक्टिभ हुँदैन। त्यही भएर अब यो दिपेन्द्र सरसँग लाइभमा जोडिँदैमा यो दिपेन्द्रको कोर टिमकै मान्छे हो, यसले भनेको कुरा एकदम ठ्याक्कै मिल्छ भन्ने तरिकाको कन्फ्युजनमा पनि हुनु भएन। किन मैले ठ्याक्क तपाईँलाई एउटा कुराको डिरेक्सनमा लाग्नुहोस् भन्नुला, त्यो कुरा तपाईँले फलो गर्दा भोलि त्यो कुरा ठ्याक्कै प्र्याक्टिकली नभइदिएपछि त तपाईँले फेरि मलाई नेगेटिभ सोच्नुहुन्छ नि त होइन। त्यसले गर्दाखेरि कति कुराहरू आफूले पनि एनालाइसिस गर्नुहोस्, अरूहरूले भनेको कुरालाई मात्रै सुन्नु हुँदैन। अब अहिले चाहिँ तपाईँ के चाहिँ हो भने एउटा क्लियर कुरा, खेलाडी डेभलपमेन्टमा छिरेको छ। तपाईँ निर्धक्क भएर डेभलपमेन्ट ब्याङ्कको 4वटा ब्याङ्क मैले तपाईँलाई नामै तोकेर भने त्यसमा हाल्नुहोस्। त्यसपछि खेलाडी कहिले एक्जिट हुन्छ त्यो कुराको पनि आफूले पनि हेर्नुहोस्। तपाईँ ग्यारेज चलाउनु भएको छ, फेरि तपाईँ ग्यारेजमा बिजी हुनुहुन्छ। अब त्यो ठ्याक्क चाहिँ तपाईँ के भन्छ निस्किने बेलामा मोबिल चेन्ज गरेर लाउनु भयो भने बिग्रिन्छ फेरि होइन। त्यो भ्याउनुहुन्न भने फेरि अरूलाई जिम्मा लाउनुहोस्। अनि पछि लौ दिपेन्द्र औराल त भागेको भन्नु होला फेरि होइन। दिपेन्द्र सर कम्तीमा एभ्रिडे सुन्नुपर्छ। सुन्नुपर्छ यो। अब यो होइन, यो कमेडी होइन। हजुरहरू बिचरा पेनिक हुनुभएको छ, हामीले जिस्काएको जस्तो हुन्छ होइन। तर रियालिटी चाहिँ यही नै हो के। अब त्यो त हेर्नु पर्यो नि त। अनि फेरि अब कुन बेला फेरि अनि उहाँ जोशीतिर छिर्नु होला, तपाईँ फेरि यही यतै फेरि ब्याङ्क हेरेर बस्नुभयो भने होइन। ल अब जोशी बढेछ त्यो सर म यता डुबेँ भन्ने त तपाईँ यसको कुरा हेर्नु पनि पर्छ। यस्तो कुराहरूमा अलिअलि आफूले पनि नलेज राख्नुपर्छ। तपाईँ धेरै पेनिक नहुनु। मैले प्रेम सरलाई नै, किनभने उहाँले मलाई यसमा मेसेज पनि धेरै गर्नुभएको छ, फोन ट्राई पनि गर्नुभएको छ। तपाईँले प्रवेश सरसँग कोअर्डिनेट गर्नु, अरू कुरामा पनि तपाईँलाई उहाँले फेसिलिटेसन गर्नुहुन्छ, धेरैको गर्नुभएको छ। एकचोटि अब म गएर दिपेन्द्र सरलाई भेटेपछि नै अलिकति मलाई मलमपट्टि लाग्छ भन्ने हजुरलाई लाग्छ भने हो, डेफिनेटली उहाँले कहिलेकाहीँ यसो टेको पनि लगाइदिनुहुन्छ। त्यस्तो केसमा चाहिँ तपाईँले मलाई भनेर मेरो पावर लगाउनै पर्दैन। दिपेन्द्र सरलाई भेट्नको लागि मैले कसैको पावर होइन, म आफै सेल्फ भेटा हो। त्यसले गर्दा तपाईँले पनि भेट्न सक्नुहुन्छ है। प्रेम सर प्लिज है त टोखा जानु। तपाईँलाई मैले प्रवेश सरको नम्बर अलरेडी दिएको छु, त्यसमा कन्ट्याक्ट गरेर उहाँसँग टाइम लिएर 11देखि 3 बजेको टाइममा टोखाको स्मार्ट डोर्समा भेट हुन्छ। मैले हजुरलाई यो कुरा मैले भने है सर। ल प्रेम सर, अनि दिपेन्द्र सर आराम हुन्छ? अरू सबै राम्रै छ? सबै राम्रो छ हजुर। मैले क्या अरूको खुसीमा पनि खुसी हुनुपर्छ यार। अनि अब म उके यो आइपिएल चाहिँ कसको सपोर्ट गर्नु भएको छ तपाईँले? त्यसमा चाहिँ हाम्रो अलिकति ट्युन मिल्दो रहेछ कि नै थाहा हुन्छ। ल भन्नु त पहिला। आइपिएल जसले राम्रो खेल्छ, अब सचिन हुँदा मुम्बई राम्रो लाग्छ होइन। नत्र तपाईँको चेन्नई पनि मलाई मनपर्छ होइन, र सिएसके पनि मलाई मनपर्छ। तर म चाहिँ मुम्बईकै हो। तपाईँले फर्स्टमा मुम्बई भन्नुभयो, म एकदमै त्यो सचिन भए पनि नभए पनि म मुम्बईकै हो एकदम। त्यसमा त मेरो बाजी नै चल्छ थोरै सानो अमाउन्ट। ल खुसी लाग्यो आज हेरियो जस्तो देखिरहेको छ। आज हेरियो यसो मार्केट पनि हेरियो। अब मलाई खुसी लाग्यो अस्तिको जे होस्, यहाँ धेरै मेसेजहरू पनि आयो, मेसेजहरू पनि हेरियो होइन। अब यो उस्तै पऱ्यो भने त्यहाँको प्रमोटरको ढुङ्गा खाने एउटा होइन, अब जस लिने एउटा है। अब सबै यसो बुझ्दाखेरि सबैले बलेको आगो ताप्ने रहेछन् क्या। त्यो दिन दिपेन्द्र अग्रवाललाई केही भएको भए त्यो कुराको रेस्पोन्सिबिलिटी फुल दिपेन्द्र अग्रवालले लिनु पर्थ्यो होइन। अब आज यस्तो मार्केट पुरै 54-55 अङ्कले डाउन हुँदा सिन्धुको त्यो चार्मिङमा चाहिँ हौसिनी चिच्चाउने अनि चाहिँ मेरो दादा भन्ने होइन, एकदम चाहिँ चाप्लुसीबाजीहरूको फेरि छुट्टै छ फेरि होइन। त्यो कति खैरो खन्थ्यो। आज अलिकति पेनिक सिन्धु भइदिएको भए अहिले यहाँ सबै तपाईँको नेगेटिभ कमेन्ट मात्रै आउँथ्यो सबै होइन। अब यी साथीहरूलाई पनि यसो हेरिरहेको छु मैले। त्यही भएर आत्तिनु हुँदैन। भोलि एक लट सेलिङ प्रेसर आयो भने अनि फेरि चाहिँ लगभग 1050-55मा झर्दाखेरि अनि एकचोटि फेरि चाहिँ धारे हात लाएर यसले डुबायो, यसले टोपी लायो भन्ने होइन क्या साथीहरूले। कुर्नु पर्यो। अब डेभलपमेन्टको के छ भने उतार चढाव एकदम भइरहेछ। अरू हेरी स्वाट्टै घट्या छ, स्वाट्टै बढ्या छ। त्यो के हो भने हामीलाई किन्ने मौका दिएको हो, त्यसलाई त्यसरी बुझ्नु पर्यो होइन। ठ्याक्क किन्ने, एभरेजिङ गर्ने अनि एक हप्ताको टाइमिङमा ट्याक्क फाल्ने। अब यो त हामी धेरै घाटा खाएर सबै कुरा पढ्दा सिक्दा यो जानेको कुरा सर यहाँ साथीभाइहरूलाई पनि मैले यो कुराहरू सेयर गरेँ। अनि त्यस पछाडि त्यति धेरै एकदम एकैचोटि हौसिने, एकैचोटि उहाँलाई हाम्रो अग्रवाललाई फेरि भगवान् बनाइदिने अनि एकैचोटि राक्षसमा झार्ने काम नगरौँ। एभरेज उहाँ मान्छे हो, मान्छेकै लेभलमा राखिदिउँ के
होइन अब एकदम आफ्नो फेभरमा भयो अलिअलि एक दुई सर्किट हान्यो भने चाहिँ मसिया भइहाल्यो दिपेन्द्र अग्रवाल त्यो चाहिँ नगरौँ दिपेन्द्र अग्रवाल भने एउटा ह्युमन हो उसलाई ह्युमनकै लेभलमा साथीभाइहरूले ट्रिट गरौँ ल अरू सब ठिक छ नि सर होइन ठिक छ हजुर